पछाडि बसिहाल्नु हामी त्यो धेरै अगाडि जानकारी लेवे केकरा ले लाइभ के बोली हनुमान जयन्तीको दिन घटेको घटनाले लिएर आज जिल्ला प्रहरी कार्यालय पर्साले घेराउ गरेका छन्। तपाईँहरूले सक्नुहुन्छ तपाईँहरू अहिले हाम्रो पनि माग हो। घटना कसरी घट्यो, घटना किन घट्यो, त्योलाई अनुसन्धान गर्ने विषय हो र त्यसको लागि हामी सहमति भएको थियो। त्यो लाइनमा अनुसन्धान गर्ने। ढुङ्गा पहिला कसले चलाएको थियो, यदि हिन्दूवादीले कुनै नराम्रो काम गरेछन् त्यहाँ कि ढुङ्गा चलाउने स्थिति बनाएछन् भने त्यो क्लियर फुटेज हामीले ल्याएर देखाउनु पर्यो कि तपाईँको तर्फबाट यस्तो घटना भएको हो, हामी स्वीकार्छौँ। यदि त्यो मुस्लिम पक्षबाट त्यस्तो घटना भएछ भने त्यो मुस्लिम पक्षले मुद्दा चलाउने हो, कुनै समातेर ल्याउने हो। यो त तपाईँ के हो भने यो जिल्लामा जहिले पनि हुन्छ। यसरी घटनाहरू हुँदाखेरि के गर्छ भने दुईजना यो पक्षबाट ल्याइदिने, दुईजना यो पक्षबाट ल्याइदिने अनि बार्गेनिङ गर्ने। ल तपाईँहरू मिल्नुहोस्, आइन्दा यस्तो नगर्नुहोस्, तपाईँको मान्छे पनि छोडिदिन्छु, उसको पनि मान्छे छोडिदिन्छु। यो पुरानो परम्परा हो, जुन परम्परा यसपालि चल्दैन। यसपालि हाम्रो क्लियर एलान छ, यदि ढुङ्गा मस्जिदबाट चलेछ भने मस्जिदको सञ्चालक पक्राउ हुनु पर्यो, यदि ढुङ्गा यतिमखानाबाट चलेछ भने यतिमखानाको सञ्चालक पक्राउ गर्नु पर्यो। एसपी साहबलाई इजी लागिरहेछ यो सल्ट्यो भनेर त्यो भ्रममा नपर्नुहोस्। एसपी साहब, सिडिओ साहब, यो सञ्चार माध्यमबाट म उहाँले पनि अवगत गराउन चाहन्छु कि त्यो भ्रममा तपाईँहरू नपर्नुहोस्। किनकि हाम्रो माग त हो कि यदि दोष मैले बाइक लिएर जाँदाखेरि कुनै मान्छेले त्यसमा चरस र ब्राउन सुगर हालेर त्यो बाइक पक्रायो भने ड्राइभर फरार भयो भने पुलिसले के गर्छ? बाइक धनलाई समात्छ कि समात्दैन भन्ने। यतिमखानाबाट ढुङ्गा चलेछ भने यतिमखानाको सञ्चालकलाई समात्ने कि नसमात्ने? यदि मस्जिदबाट ढुङ्गा चलेछ भने मस्जिदको सञ्चालकलाई समात्ने कि नसमात्ने त्यो मौलवीलाई? यसको जवाब पनि एसपी साहब र सिडिओ साहबले दिनुपर्छ। अब के गर्नु तपाईँ? आजको कुरा गर्छौँ हामी, कुराबाट उहाँहरूको के आइरहेछ त्यसपछि हामी साथीभाइ बसेर आन्दोलनको कुन रूप हुन्छ त्यो रूप हामी सार्वजनिक गर्छौँ र त्यो हिसाबले आन्दोलन अगाडि बढ्छौँ। नाराबाजीहरू पनि गर्नुहुन्छ तपाईँहरूले? नाराबाजी त आन्दोलन भइहाल्छ नि। उहाँ हुनुहुन्थ्यो हिन्दूवादी युवा नेता विपद तिवारी। अहिले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि चाहिँ हिन्दूवादी विभिन्न सङ्घ सङ्गठनका नेता कार्यकर्ता शुभेच्छुकहरू युवाहरू चाहिँ यतिखेर यहाँ जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि भेला भएका छन्। र यो भेला हुनुको कारण चाहिँ के हो भने उहाँहरूको भनाइअनुसार शनिबार वीरगन्जमा भएको शोभायात्राको घटनाको छानबिनका नाममा, अनुसन्धानका नाममा प्रहरीले निर्दोष हिन्दूवादी युवाहरूलाई 3 जना हिन्दूवादी युवाहरूलाई यहाँ नियन्त्रणमा ल्याएर राखेको छ। यो चाहिँ सहमति विपरीत हो। निर्दोष हिन्दू युवाहरूलाई फसाउने षड्यन्त्र प्रहरी प्रशासनले गर्दैछ भन्ने उहाँहरूको भनाइ छ। त्यसकारण ती युवाहरूलाई निशर्त बिना शर्त चाहिँ तुरन्त रिहा गर्नुपर्छ भन्ने माग उहाँहरूको छ र यसरी भेला भइरहेका छन्। हिन्दूवादी सङ्घ सङ्गठनका युवा नेता कार्यकर्ता शुभेच्छुकहरू यसरी यहाँ जिल्ला प्रहरी कार्यालय अगाडि अहिले भेला भइरहेको अवस्था छ। अगाडिपट्टि देख्न सक्नुहुन्छ तपाईँले त्यहाँ जिल्ला प्रहरी कार्यालय अगाडि यो भेला भइरहेको स्थानलाई त्यही छेउमा प्रहरीको बाक्लो उपस्थिति छ। प्रहरी बार लगाएर बसेको अवस्था छ बाक्लो सङ्ख्यामा। भने यतापट्टि हिन्दूवादी युवा सङ्घ सङ्गठनका नेता कार्यकर्ता युवा र शुभेच्छुकहरू यसरी अहिले भेला भइरहेका छन्। हिन्दू होइन भाई
वहाँ इंस्पेक्टर वाले बुझान था इंस्पेक्टर वाले बुझान था Dan ini guru दर्शकले यतिखेर हामी जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि छौँ र फेरि पनि तपाईँलाई जानकारी गराउँ यहाँको वस्तुस्थितिका विषयमा। अहिले हिन्दूवादी विभिन्न सङ्घ सङ्गठनका युवा नेता कार्यकर्ता शुभेच्छुकहरू यसरी जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि गेटकै अगाडि भेला भएको अवस्था छ। कारण के हो भने गत शनिबार बिरगन्जमा भएको हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभायात्रा जब छप्पैया पुग्यो, त्यो छप्पैयामा पुग्दाखेरि त्यो शोभायात्रामा विवाद भयो, झडप भयो र झडप भइसकेपछि जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार बसेको सर्वदलीय सर्वपक्षीय छलफल र बैठकमा उक्त घटनाका छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने सहमति त्यो बैठकले गर्यो र आज उक्त घटनामा संलग्न रहेको भन्दै हिन्दूवादी 3 जना युवकहरूलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइसकेपछि यहाँ अहिले हिन्दूवादी सङ्घ सङ्गठनहरूको भनाइ के छ भने ती व्यक्तिहरू निर्दोष हुन्, जो दोषी हो, जसले शोभायात्रामाथि ढुङ्गा प्रहार गर्यो, ती दोषीहरूलाई पक्राउ गर्नुको सट्टा शोभायात्रामा सहभागी हिन्दू युवाहरूलाई चाहिँ प्रहरीले यसरी पक्राउ गरेर यो छानबिन र कारबाहीलाई ढाकछोप गर्ने प्रयास गरिरहेको छ, आलटाल गरिरहेको छ। त्यसकारण ती युवाहरूलाई निशर्त रिहाई गर्नु पर्यो, किनकि उनीहरू त्यो घटनामा दोषी छैनन्, उनीहरू निर्दोष छन्, तिनीहरूलाई तत्काल चाहिँ रिहा गर्नु पर्यो बिना शर्त भनेर यसरी हिन्दूवादी सङ्घ सङ्गठनका युवाहरू नेता कार्यकर्ताहरू शुभेच्छुकहरूले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि भेला भएको अवस्था छ। र त्यहाँ प्रहरी अधिकारीले यहाँ भेला भएका हिन्दूवादी युवाहरूसँग अहिले त्यहाँ अगाडि देख्न सक्नुहुन्छ। नेपाल प्रहरीका प्रहरी निरीक्षकले छलफल गर्दै हुनुहुन्छ, संवाद गर्दै हुनुहुन्छ भने यतापट्टि बाक्लो सङ्ख्यामा प्रहरी बार लगाएर बसेको अवस्था छ जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिको गेटमा। एप्लिकेशन ना था ना एप्लिकेशन ना बताइए अच्छा बात हमारे यूट्यूब देखो हम आईफोन उनको मिलाना पड़े वो अपने काय काटे दो बताई तू हमारे शेयरिंग ऑप्शन ही नहीं करेगा तो आ रहा है दूसरा आईडी से देखा दूसरा की देखे कौन है कैसा शेयरिंग ऑप्शन देखा जाता है मैं देखा तो ना जैसे लाइव होता ना दूसरा बड़ा शेयर करेगा लाइव पे लोग तो गोपे वो इसे वाला क्या कर लोग खबर वाला वैसे लोग वो कति को नहीं और गोपे खबर लोगों क्या कर लोग अभी यही ऑप्शन दे लेगा लोगों का ऑप्शन तो लगा क्यों नहीं स्टार्टिंग में मिला और लाइव के बाद ना मिले लाइव के बाद ना मिलेगा ना
फिर 2-4-5 दिन में निकल गए केंद्र से मतलब लेटर आई कथी के केंद्र के लेटर कैसन केंद्र के लेटर काठमांडू से भक्तपुर से कथी के मतलब केंद्र वो दिन के 30 गते जो घटना भइल नु शोक प्रकट कैले बा केंद्र से पहले बा फिर मतलब फिर वही से यात्रा निकाले के वहाँ तक ले केंद्र से भी आइए सर कर्फ्यू लाग्छ कि फेरि गयो कमेन्ट गर्दा पहिले हामी जिल्ला प्रहरी कार्यालय प्रशासन अगाडि निकालिएको हनुमान शोभायात्रा घोडा भएको त्यो घोडाको क्रममा प्रहरीले केही हिन्दूवादी युवाहरू पक्राउ गरेको छ र सोहीको विरोधमा हिन्दूवादी युवाहरू जिल्ला प्रहरी कार्यालय प्रशासन अगाडि आएर युवाहरूलाई सार्वजनिक गर्नुपर्ने माग राखेका छन्। कहाँ आयल तो लोगों हम तो लोगों को लगेबे ना करनी हम वही हमरा देखे नहीं हम तो सारा पूरा हमर विरोध पूरा नेपाल में चलल बाटे इनकर लोगो लागल सब मिला लोगो लगेल बा सब कुछ लगेल बाटे सब की यूज करो माने बिना लोगो ज्यादा गाइड मत चले लगा ज्यादा पायो लोगला ना यूं क्या करते हैं देखो यार मतलब परसों हुई है शनिबार हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रामा त्यहीका भनाइअनुसार 5 जना उनका भनाइअनुसार लाइभ गइल भन्छ सङ्ख्या बनाइएको आएको छैन उहाँहरूलाई हिरासतमा लिएको छ सोही हिन्दूवादी युवाहरूलाई तत्काल सार्वजनिक गर्न हिन्दू युवाहरूले जिल्ला प्रहरी कार्यालय प्रशासन अगाडि सैकडा सरकारले उपस्थित भएका छन् भने जिल्ला प्रहरी कार्यालय पर्साबाट पनि प्रहरीहरू चालित भएका छन् र युवाहरूलाई कार्यालयभित्र प्रवेश नगर्न दिन प्रहरीको ठुलो सङ्ख्या अहिले यो जिल्ला प्रहरी कार्यालय पर्साको अगाडि सडक अवस्था बताओ ना देखो तारा राजकुमार गुप्ता देखा दो क्या है हम है हाँ हाँ सुन ले लंग देखा देने का तो साउंड में पूरा है म्यूट कर देंगे म्यूट वही बोल हामीले हेरिरहेको दृश्य जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिको हो दशरथ यतिखेर हामी जिल्ला प्रहरी कार्यालय पर्साको अगाडि छ जहाँनिर शनिबार निकालिएको हनुमान शोभायात्रामा दुई पक्षबीच जुन झडप भएको थियो सोही अनुसार प्रहरीले स्थानीय केही युवाहरूलाई पक्राउ गरेको छ हिन्दूवादी युवाहरूलाई बैठा लगिन कमी बसिछन् र उनीहरूको रिहाईको माग गर्दै प्रशासन कार्यालय अगाडि जिल्ला प्रहरी कार्यालय अगाडि युवाहरू सैकडौँको सङ्ख्यामा छन् उनीहरू सडकमै बसेर आफ्ना कुराहरू राखिरहेको आयो फोन करो बीमारी लोग लागल बाटे फोन काटो बोला बोला नहीं ना बोली ना बोली
के रहेछ जब कि हिजो सहमति भएको थियो कि त्यहाँ त्यो जुन ढुङ्गा मुढा चलाउने स्टार्टिङ गर्छ त्यसलाई समात्ने सहमति भएको थियो मिडियामा समेत सहमति भएको थियो आज के गरेछ दुईजना हिन्दूले समातेर ल्याएको अनि मुस्लिम पक्षलाई पनि मुस्लिम पक्षले समातो ठिक छ तर हिन्दू पक्षले के गरेछ कि त्यसलाई ल्याएको अनि तपाईँहरूको माग के छ त्यो दुईटाले छोड्नु पर्यो हिन्दूलाई अहिले छोडेन भने अब हिंसा के हुन्छ त्यो अब हामी तयारी गर्छौँ हामी छोड्न छैनौँ अनि आफ्नो प्रतिक्रिया दिनुभयो यसरी किन भेला भयो उहाँले भनिराख्नु भएको छ तपाईँको परिचय प्रकाश गुप्ता शोभायात्रामा जुन प्रकारले मुस्लिम समुदायद्वारा हिन्दूहरूमाथि कार्य थियो त्यसमा जुन किसिमले हिन्दू समुदायमाथि ढुङ्गा मुढा प्रहार गरिएको त्यसमा पछि चाहिँ हिन्दू समुदायले पनि त्यसको जवाब दियो हाम्रो सहमति के भयो त्यो सिडिओ कार्यालयमा कि गल्ती कहाँबाट भयो सिडिओ साहबको पनि प्रतिक्रिया आएको थियो कि एउटा अज्ञात व्यक्तिले झण्डा खोसेको थियो ढुङ्गा मुढा गरेको थियो जसको गल्ती छ त्यसलाई नसमात्ने अनि अनाहकमा हिन्दूलाई समातेर हिन्दूलाई प्रताडित गर्ने काम हामीले कदापि मान्य हुँदैन अर्को कुरो यो जुन हिन्दू युवाहरूलाई समातिएको छ अनि बार्गेन गर्ने गराउने किसिमको जुन यो कार्य भइरहेछ त्यो हामीले मान्य हुँदैन यस्ता कार्य विगतको पनि दिनमा देखिएको छ 5 जना हिन्दूवादीले समात्ने 5 जना मुस्लिमवादीले समात्ने र पछि गरे अर्कामा त्यही एउटा सहमतिको वातावरण गराएर दुवैले छाड्ने हैन यो भन्दा पहिला के भएको थियो कि जस्तै एकैछिन यो भन्दा पहिला पनि के भएको थियो कि प्रशासनबाट के भएको थियो कि उहाँहरूको कुरो के आएको थियो क्रियाको प्रतिक्रिया हुन्छ हिन्दूहरूमाथि जुन किसिमले उनीहरूले आक्रमण गरेको थियो यो भन्दा पहिला घटना बताइरहेछु त्यसबेला प्रशासनले पनि भनेको थियो कि क्रियाको प्रतिक्रिया हुन्छ केही गल्ती छैन उहाँहरूको अनि हामीले केही गरेको छैनौं हामी शान्तिपूर्ण आफ्नो शोभायात्रा गरिरहेका थियौं त्यसमा मुस्लिम समुदायले ढुङ्गा मुढा गरेको थियो त्यसको जवाब त आम जनताले दिन्छ नि प्रहरी प्रशासन त्यही थियो किन समातेन मुस्लिम समुदायले पहिला जब ढुङ्गा मुढा गर्यो भने समातेन त्यसको प्रहरी प्रशासनको पनि त्यसमा कहीँ न कहीँ कमी कमजोरी छ त्यसकारण त्यसपछि घटना भएछ उत्पन्न भएछ त्यसको जिम्मेवारी सम्पूर्ण मुस्लिम समुदायको हो मुस्लिम समुदायले कारबाही हुनुपर्छ जो व्यक्तिले ढुङ्गा मुढा गरेछ हिन्दूहरूको पर्वमाथि हस्तक्षेप गरेको छ त्यसलाई कारबाही हुनुपर्छ हाम्रो माग त्यति नै हो अब तपाईहरु के गर्ने अब यसपछि हामी सरसल्लाह गर्छौं अनि यो के गर्ने समाजसँग हामी सल्लाह गर्छौं पुरै समाजसँग सल्लाह गरेर आफ्ना योजनाहरू हामी सार्वजनिक गर्छौं उगनी निके पड़ाल छ उल्टे हमी के आदमी पड़ाल भी कान हां सही बात है हनुमान जयंती को अवसर में निकाली आदेश लिया था गाड़ी आदेश लिया था गल्ती गर्ने र बढो लगिन समुदायमाथि प्रहरीले कडा कारबाही गर्ने अहिले हामीले प्राप्त गरेको जानकारी अनुसार हिन्दूवादी युवाहरूलाई पक्राउ गरिएको छ आफूहरूको सहमति सोबामोजिम नभएको उहाँहरूको भनाइ हो आगामी आन्दोलनको समेत अहिले हामी ताजा दृश्य तपाईँको नाम भन्नुहोस् के भएको यो खास यो तपाईँहरू आउनु भएको छ होइन जोर से जोड़ले बोल जोड़ जोड़ ढुङ्गा चलायो त्यसले समाते त्यसले ढुङ्गा चलाएर त्यसले समाते
ढुङ्गा चलाएको कारणले त्यो चाहिँ हामीहरूको शोभायात्राले अब त्यसमा क्षति भयो चाहिँ तर पनि उनीहरूको पहलको कारणले भयो हामीहरूको हिन्दू भाइहरू कतिजना खाइदियो समाजमा ल्याउन उनीहरूलाई यो पक्षको अहिलेसम्म कोही पनि समात्न भएन हामी पनि हिन्दू पक्षको मान्छेहरूले समातेर दुईजनालाई ल्याएर भएन हामीहरू यहाँ उपस्थित सडकमै बसेका छन् धरना दिएर अनुसन्धानका नाममा नियन्त्रणमा दिएको छ युवाहरूलाई तत्काल बिना शर्त भन्ने माग उनीहरूको छ र त्यही माग राखेर सडक बसेर धरना दिएको भाई हमार भाई पानी पिया तो ना वो पानी पिया उतरे मोटरसाइकिल में खाली बड़का झंडा नहीं बोले बोलो तो हमारा नाम रंजीत भाई सर के पकड़ेगा अपने के भाई पकड़ेगा हमारा भाई के ना पकड़ेगा अब वो पता ना वही लोग आए के बार कॉल हुए लोग के बंजीत के हुए पूछ के ओकरा पर से समाज के लेके चल वो लगभग होते था 2 बजे के 2-2:30 बजे के टाइम में कहाँ से पहले एक आदमी सिविल में आए लोग कहाँ घरे ना कारखाना में जहाँ बैठे रहा काम श्री राम कॉलोनी अच्छा ओकरा पर से पहले पूछल लोग कि वसीम के कबाड़ कौन हो तो बता दिलक कि बगल में बात उन्हें गए लोग उन्हें से के 4-5 गो आदमी आये लोग वो आके मतलब कि बलजीत के पकड़ के उनका के डायरेक्ट पकड़लक लोग हाँ चेक जांच कर लागल लोग कि गांजा पियता कि क्या करता सिगरेट सब ऑफिस चेक जांच करके ओकरा पर से डायरेक्ट यहाँ लिया दिलक कारण कति पकड़ेगे अब वो हमरो नहीं के मालूम वो दिन के शोभा यात्रा में गई पूरा वो दिन का शोभा यात्रा में आज ओकरा पीछे हाई बैठा रहे मोटरसाइकिल पर कोनो ढूंगा मुड़ा कुछ इतना बात नहीं थी हमने के वहाँ स्टॉल लगा के पानी चलाओ तो नहीं श्रद्धालु लोग के पूरा पानी पियावेला काम रहा हमने का नाम है भाई के हमारा नाम रंजीत सिंह भाई का नाम कति हो बलजीत सिंह घर छपैया 2 नंबर वार्ड कब बरस उम्र हुई उनका अभी 27 वर्ष उम्र बाटे अपने भाई खाली पकड़ा बानी और क्यों पकड़ा बाटे और लोग के तो पता ना मैंने हमारे भाई के हमारा सामने पकड़ के ले गए लोग का श्री राम कॉलोनी कारखाना से अभी पता ना नाम के लगा लिख के का कोई लगा लोग अगर हमारे नाम नहीं पता उसी दिन नाम पूछ लो हुआ ना के पकड़ के ले गए लोग ठीक है वैसे तुम क्या और क्या बात है और पकड़ाउ गरेको दाईका अनुसार उनका भाइ हनुमान जयन्तीका दिन पानी खुवाइरहेका थिए त्यो दिन ढुङ्गा मुढा पनि गरेको छैनन् भनेर उनका भाइको दाईको भनाइ छ हनुमान जयन्तीको दिन पानी खुवाउनेलाई पनि समातिएको छ भनेर उहाँको दाईको आरोप छ सोफे में बैठा लो घर में बस टाइम लगता पहल जहाँ हो
आधिकारिक जानकारी हमको जानकारी हमने ये जो पक्ष के लेकर बात दिन लोग जिला में वो पकड़ाई तो फिर हाजिर करवा दें ये और कुछ नहीं करने के पड़े आज सब आदमी अनुसार से बोलता ये हमके बात कि आराम से हमके पक्ष के आओ लेकिन यहाँ ना बोल दोनों पक्ष को हम हाजिर करवा दें अभी फिलहाल पक्ष को छोड़ दो फिर बारम्बार पर्सा जिला में ऐसा घटना होला हिंदू के 5 जना मुस्लिम के 5 जना पकड़ाला फिर सहमति हो गए छूट जाला राजनीतिक पार्टी के दबाव ठोस निर्णय मिला हुई अब आगे बारम्बार अपने कहना अनुसार भी सही बात है बारम्बार अन्यथा तपाईहरु जथाभावी कसैले समाधान ल्याउनुहुन्छ गल्ती गरेको मान्छेलाई तपाईहरु छुटा घुम्न दिनुहुन्छ सहमति गराउनु भयो थियो पहिला छुट्टीको दिनमा मुसलमानलाई समात्दैन हिन्दूलाई समात्ने दुई दिन छुट्टी छ तपाईहरुलाई जानकारी गराइन्छ तपाईहरु दिल्लीमा समयमै आफ्नो घर स्थानान्तरण बचाइ जान अनुरोध गर्दछौं अन्यथा प्रहरीले पटक पटक रिक्वेस्ट गर्न पनि नमानेको 5 जना आउने समयमै आफ्नो घर स्थानान्तरण जान अनुरोध गर्दछौं हामी संचार गर्ने आउन पाइन्छ पाइँदैन पत्रकारलाई टच गर्न पाइँदैन पत्रकारलाई टच गर्न पाइँदैन पत्रकार 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 कारवाला पनि कता जानु नपाएको अवस्था छ कानुन मान्नु पर्दैन
दर्शकबिन जिल्ला प्रहरी कार्यालय अगाडि परिसरको यो दृश्य अगाडि बढ्नु धक्का किन दिनु भयो त के भयो यस्तो गर्दाखेरि तपाईँले हामी मूल सडकमा आइपुगेका छौँ जिल्ला प्रहरी कार्यालय पर्छ अगाडिको मूल सडकमा दाइ हेर्न शनिबार विगनमा हनुमान जन्मोत्सवका अवसरमा निकालिएको शोभायात्रा छप्पैमा पुग्दा जुन विवाद भयो हिंसक भयो त्यो घटना घटनामा संलग्न रहेको आरोपमा अनुसन्धान र छानबिनका लागि प्रहरीले केही हिन्दूवादी युवाहरू आज नियन्त्रणमा लिएर आइसकेपछि जिल्ला प्रहरी कार्यालय पर्सामा त्यसको विरोधमा हिन्दूवादी सङ्घ सङ्गठनका नेता कार्यकर्ता युवा शुभेच्छुकहरू अहिले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि आएर भेला भएका थिए सडकमै धर्ना बसेका थिए उनीहरूले प्रहरीले नियन्त्रणमा लिएका हिन्दू युवाहरू निर्दोष छन् उनीहरूलाई बिना शर्त तत्काल रिहाई गर्नुपर्छ भन्ने मागसहित उनीहरू सडकमै धर्ना बस्दाखेरि प्रहरीले उनीहरूलाई चाहिँ अहिले भर्खरै केही बेर अगाडि जिल्ला प्रहरी कार्यालय अगाडिबाट धर्नामा बसेकाहरूलाई बल प्रयोग गरेर लाठीचार्ज गर्दै त्यहाँबाट धपाएर यो मुख्य सडकसम्म ल्याएको छ उनीहरू तितर बितर भएको अवस्था अहिले छ र प्रहरी यसरी बार लागेर उभिएको अवस्था यहाँ देख्न सक्नुहुन्छ केही सङ्ख्यामा उतापट्टि प्रहरी जुन जिल्ला प्रहरी कार्यालय पर्छ छिर्ने बाटोको त्यो मोडमा यसरी प्रहरी चाहिँ बार लगाएर बसेको अवस्था देख्न सक्नुहुन्छ बाटोलाई ब्लक गरेका छन् अहिले तपाईँसँग भएका भित्र देख्न सक्नुहुनेछ प्रहरी बार लगाएर बसेको होने वाला बुलाई लो दाई अगाडिपट्टि बल प्रयोग गरेर हिन्दूवादी युवाहरूका अगाडिपट्टि केही सङ्ख्यामा छ अघि चाहिँ भिड बढी थियो
आँसु गाँस निकल्ने वाला आँसु गाँस मारे उनले बाटे आँसु गाँस मारे होला पोजिसन त ले आँटादेखि हजुर पोजिसन लिएको बोतल बाटे आँसु यो ताजा अवस्था सञ्चारकर्मीहरूलाई पनि धपार्ने काम हुँदैन पत्रकारहरूलाई पनि धपार्ने अवस्थामा छ अहिले प्रहरी सञ्चारकर्मीलाई धपार्ने काम अहिले हुँदैछ अनाप शनाप रोक्ने पत्रकारमाथि पनि हातमात गर्ने यहाँ हेर्न सकिन्छ प्रहरीको रूपमा गौतम मिश्र आएसँगै प्रहरीले सञ्चार कर्मको तालिम बिर्सेर गुण्डागर्दी शैलीमा अहिले यहाँ प्रस्तुत हुन लागेको अवस्था छ गर्नमा गुण्डागर्दी शैलीले रोक लगाउने धक्का दिने मुख छाड्ने जस्ता कार्यहरू गरिरहेको अवस्था छ दर्शकबिन वर्षा यी धेरै सिकाउँदै हुनुहुन्छ उहाँले हामीलाई ट्रेनिङ दिँदै हुनुहुन्छ धेरैमा खिच्नुहोस् भनेर हेर्न सक्नुहुन्छ यहाँ पत्रकारबाट टाउको फुट्यो पत्रकारको एउटा टाउको अहिले फुटेको तपाईँले अवस्था हेर्न सक्नुहुन्छ बाइकमा बैठ एउटा पत्रकार टाउको अहिले तपाईँ हेर्न सक्नुहुन्छ एउटा पत्रकार टाउको फुटेको अवस्थामा छ अहिले अर्जुन गुप्ताको टाउको फुटेको छ ढुङ्गाले लाग्यो अहिले पत्रकार आफ्नो साइडमा बसेर न्युज सङ्कलन गर्ने क्रममा नेपाल प्रहरीले तितर बितर गरेपछि पत्रकार पनि त्यही हुलङ्गामा गएपछि ढुङ्गाबाट चलेको क्रान्ति दाई हुने भने हुने गाडी चलेको हुने गाडी है एकजना सञ्चारकर्मी अर्जुन गुप्तालाई भर्खरै टाउको फुटेर नारायण अस्पताल पठाइएको अवस्था छ दर्शकबिन वीरगन्जमा शनिबार निकालिएको हनुमान जयन्तीको बेला दुई समुदाय बीच भएको झडपमा जुन अशान्ति मचेको थियो त्यसैलाई साम्य पार्न जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय बैठक र दुवै समुदायको सहमति अनुसार प्रहरीले हिन्दूवादी 2 वा 3 जना युवाहरूलाई पक्राउ गर्दा हिन्दूवादी सङ्गठनहरूले युवाहरूले सैकडौँको सङ्ख्यामा जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धरना दिएका थिए त्यसैलाई निषेधाज्ञाको हवाला दिँदै प्रहरीले बल प्रयोग गर्दै उनीहरूलाई लखेटेको अवस्था छ र हामी हेर्न सक्छौँ अहिले हामी वीरगन्जको मेन रोडमा छौँ जहाँ प्रहरीले उनीहरूलाई लखेट्दै फोटो ल त घेरा रोडेको फोटो ल अगाडि छ प्रहरी अर्कोतिर प्रदर्शन गाडीको अवस्था छ अहिले तपाईँ हेर्न सक्नुहुन्छ विराटको मेन रोडमै प्रहरीले यसो ब्यारिकेड लगाएर यहाँ रोड नै ब्लक गरेर बस्नुभएको थियो जिल्लाको अगाडि हेर्न सक्नुहुन्छ हिन्दू युवाहरू पनि यहाँ अहिले अर्जुन गुप्ता मुडी फुटल गरे अर्जुन गुप्ता अर्जुन गुप्ता एबी न्यूज यहाँ पर
पकड़ के लेवल वालों ओकरा खातिर हमके वार्ता करे खातिर हमके 5 आदमी भीतर जाए वाला रहनी है सन तब से अनुमति मांगत रहनी है सन कि हमके ले ले हम सन के अनुमति ना देला कलो अनुमति के रूप में हम सन के लाठी चार्ज करल गइला जेमे हमरो लागल हटे जेमे एगो अर्जुन पत्रकार बनी उठी गाइते हो गइनी पूरा तरह से वो पत्रकार के भी पूरी फोड़ देता लोग लोग पत्रकार बनी एबी न्यूज़ के पत्रकार बने अर्जुन उमरो के मरला सन हमरो के मरला सन आज का चाहता लोग पुलिस प्रशासन लोग खुद ही अपना अगुवाई में ले जाके आज सीडीओ साहब एसपी साहब के अगुवाई में जब निकलल रहे तो मैं दंगा फैला तो ना लोकल हो कि हिंदू का गलती रही कि मुसलमान की गलती रही लोग देख लोग अपना हाथ से कि धुआं मुड़ा सब मुसलमान पहला सन लेकिन आज हिंदू का पकड़ के लिया के धुआं में रखल कहां तक लेके जाइज बा बच्चा सन के निकाले हमी के आज हुई नहीं सन आज हमी सन पर हमी के हिंदू हमी के भाई लोग पर हमी से हमरा पर पत्रकार लोग पर आज हमला कइला का लोग दिन त नहीं बा एकरा का हमी के ना स्वयं सन हमी के एकरा आगे भी ले जाम सन हमी के अपन लड़का के छोड़वा के ही रहम सन चाहे केतो लाठी फाटा छोड़ाई लोग हमी के ही हम मारम सन चाहे मारम सन अपन हिंदू धर्म के बचावे खातिर हमी के अमती हो गइल बाटे आज शादी पूर्वक जो हमी सन आज हमी के सलाह हमी के पास जाए वाला नहीं सन वार्ता में वार्ता में लाठी चार्ज भइल बा हमी ऊपर कि हमी सन एकर के नाम मारे सन हमी के आंदोलन कराई सन स्कूटी में भी छोड़ देगा अभी स्कूटी में छोड़ दिया अभी स्कूटी में भी छोड़ दिया अभी 1 घंटा और ज्यादा लोग नेता भेला भएका छन् उनीहरू जब जिल्ला प्रहरी कार्यालय पस्न अगाडिबाट प्रहरीले लाठीचार्ज अन्धाधुन्द लाठीचार्ज गरेर उनीहरूलाई त्यहाँबाट लखेट्यो लखेटिसकेपछि यतापट्टि केही सङ्ख्यामा हिन्दूवादी युवाहरू चाहिँ अहिले भेला भएको अवस्था छ प्रशासन के देख के लागे लोग के सोच बड़का महान लेके नेपाल सुंदरता लेके वाले सब लाइन में सब फोर्स में लंगड़ा बनी सब अगर ये सब सही ना बन तो हम लंगड़ा ही सरकार लोग के हाथ में बात सही के साथ सही करी गलत के साथ सही अपने करके सच्चाई धन्यवाद एक दूगो भाई के घर ही उड़ी रमिता जी बोल घाँडाघर चौक बजाइ लोक बढिरहेका छन् हामी पछाउँदै गइरहेका छौँ जिल्ला प्रहरी कार्यालय पर्छ अगाडिको अवस्था हामीले देखाइहाल्यौँ र हिन्दूवादी सङ्घ संगठनका युवा नेता कार्यकर्ता शुभेच्छुकहरू अब यसरी प्रहरीले त्यहाँबाट लाठीचार्ज गरेर लखेटिसकेपछि उनीहरू चाहिँ अब घण्टाघरतिर पुगेर त्यहाँ भेला हुने भन्ने सूचना हामीले पाएका छौँ भयङ्कर फुटलमा पूरा बीच में जालन का बेसी हेलो हेलो सुनेता जी अब क्या नहीं इस कार्यक्रम में कहा घंटाघर बहुत खराब बा प्राप्त सूचना अनुसार अब प्रदर्शनकारीहरू घण्टाघरतिर
घन्टाघर चोकमा पुगेर भेला हुने कार्यक्रम छ र उनीहरूले पसल पनि अब बन्द गर भनेर आवाज लगाइरहेको अवस्था छ। प्रदर्शनकारीहरूको पछि लागेर घन्टाघर चोकतर्फ अगाडि बढिरहेका छन् र त्यही सबैजना उनीहरू भेला हुने भन्ने खबर पाएका छौँ। त्यही भएर हामी पनि घन्टाघर चोकतिर अगाडि बढ्दैछौँ। पत्रकार के मुड़ी फूटे वहाँ जाके लाइव चला एक दिन तो यहाँ कभी चला तो नारायणी क्या चल जाओ, पैदल चल जाओ। ये तो अनेक हाँ लाइव चला दे भाई फोन फुटल का हुआ जा पुलिस फोड़ लगा कि हमने फोड़ दिया छानबीन करे जाले तो ओकर इलाज करवाओ जाओ। इंटरव्यू लग के फोड़ लगा काय फोड़ लगा तुम्हें पकड़ना लगे मरो हमनी के घरे जाके सुन जाता नहीं क्या। हाँ कोनो भाई के हमनी है भाई के कमजोरी हमनी एक हो गया ना। हाँ छोड़ दो बात रख लो। दुकान में निकल क्या होता है? दुकान चला गया होता है। हाँ दुकान चला गया होता है कि ना बैठल है शायद गोड़ में चप्पल नहीं ना रहती तो और कितना ढूंढ ले रहता तो हम रही कैमरा रहे तो बच गया था। पत्रकार के दिखा जाऊ ना रही मीडिया हुआ मेहनत मारी हमनी के तो छोड़बे ना पहले उन एक दूजन खोबू गए ना हम सोचे थे कौन काट दो हम कोना में रहे हम बुझ गए नहीं वैसे बीच में सट गए कोना में चले नहीं देखनी नु देखने ऑर्डर दे देला बटे शायद पूरा साथ किलो चले बड़ी दूर भी आता आज तो गांडा और पूरी काट दिया खाली आगम तब हम देखते अपने लोग होटल भीतर दुकान भीतर इंटरव्यू लेते नहीं लोग अपने दीपक देखिए हामी अब अगाडि बढ्दै घन्टाघर चोकसम्म आइपुगेका छौँ। सूचना हामीलाई के छ भने प्रदर्शनकारीहरू हिन्दूवादी सुखहरू जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिबाट प्रहरीले लाठीचार्ज गरेर लखेटिसकेपछि उनीहरू घन्टाघर चोकमा भेला हुनेछ भन्ने जानकारी पायो र पछिल्लो लागेर बन्द गर्न आह्वान गरिरहेका जो लोग चल जाता लोग आगे
क्या तो क्या जाता लोग तो बहुत माइट ना ज्यादा लोग ना हम ये जान रोक